हामी के ठुलो यसरी हेरेर बसिरहने? हामी नेपाली नागरिक होइन? नागरिकको यो देशमा कुनै दायित्व छैन? हेर्नुहोस्, भत्ते भवनको 4वटा डोर भित्र 600 चोर, 600 चोरको एउटै चोर संविधान सभाको म्याद थप्नु पर्छ। करोडमा पासपोर्ट बेच्ने, 10,000 धरौटीमा छुट्ने, आफ्नो जाँच छोरीलाई दिन लाउने कर्मचारीलाई कुट्ने। हाम्रो म्याद थपेन भने देश बर्बाद हुन्छ भनेर खोक्ने गरेको छ। देश बर्बाद हुन्छ भने त थाहा रहेछ त। यत्रो वर्षसम्म भुत्रो हेरेर बस्या त। कोही बिजुली चोर्न व्यस्त, कोही जाँड खाएर मस्त। कानुन बनाउन पठाएको कानुन मिचिया छ। कर उठाएछ, मूल्य वृद्धि गरेछ, राजस्व उठाएर घिचिया छ। 3 वर्षसम्म सुतेर खाँदा नि उनीहरूलाई अहिले विपत्ति पर्यो अरे। कसैले म्याद थप्नुपर्छ, कसैले थप्नुहुन्न भनेर जनताको विचार परीक्षण गरे अरे। होसियार, कसको भविष्य के हुँदैछ कसले देखेको छ? एकचोटि चुनाव जितेर 4 चोटि म्याद थपेर खान पाइन्छ भनेर कहाँ लेखेको छ? हेर्नुहोस्, अब नेपाली जनता उठ्नुपर्छ, नेपाली जनता जुट्नुपर्छ। मौका पर्यो भने यस्ता भातीहरूलाई समातेर कुट्नु पनि पर्छ। यो रबरको चप्पल लाएर पजेरोमा चढेर हाम्रो भावना कुल्चिन आउनलाई रबरकै चप्पलमा पठाउनु पर्छ। नाटकले सीमा नागेको छ, देशले जनताको आवाज मागेको छ। अब यिनीहरूलाई 15 गते पोको भोगाएर 16 गते 4 भन्ज्याङ कटाउनु पर्छ। नेपाली जनताले एकचोटि जनता बन्न देखाउनु पर्छ। नेपाली जनताले एकचोटि